विशेष गरी बिपी हाइवे र अर्निङ हाइवे हाम्रो जिल्लामा एउटा जान्छ हैन। बिपी हाइवे गत सालको ठुलो बाढीले धेरै क्षति पनि पुर्यायो। त्यो हाइवेलाई चाहिँ सुचारू गर्नको लागि हामी धेरै कोसिस गऱ्यौँ। बिचमा सडक यातायात मन्त्रालयहरूमा माथिल्लो धेरै छलफल भयो, पुनर्निर्माण प्राधिकरणमा छलफल भयो। सबैको प्रयासबाट चाहिँ एउटा लेभलमा मर्मत गरेर एउटा लेभलमा आएको स्थिति छ। बिस्तारै ठेक्का लागेर नयाँ कन्स्ट्रक्सनको कामहरू पनि सुरु भइसकेको स्थिति छ, यहाँलाई जानकारी नै छ। र त्यसलाई चाहिँ अहिले दसैँ तिहारको बेलामा चाहिँ सुरक्षित तरिकाले चाहिँ कसरी आवागमन गराउने भन्ने एउटा हाम्रो च्यालेन्ज पनि थियो। र त्यसलाई हामीले स्थलगत रूपमा हाम्रो साथीहरूलाई पठाएर प्राविधिक सुरक्षा निकायका साथीहरू हामी आफै पनि गएर हेरेर सर्टेन ठाउँहरूमा हामीले जहाँ पहिरो जान सक्छ अथवा चाहिँ सुक्खा पहिरो जान गइरहेको ठाउँहरूलाई चाहिँ हामीले सङ्केत कुराहरू पनि राखेका छौँ। एउटा कुरा त्यो छ। र स्ट्यान्ड बाई रूपमा हामीले स्काइवेटर डोजरहरू पनि राखेका छौँ। प्राविधिक जनशक्ति पनि छ, प्रहरी पनि छ। प्रहरीले रातभरि गस्ती गरेको स्थिति पनि छ र ट्राफिकहरू पनि जाम नहोस् भनेर काम गरिरहेको स्थिति। किन भनेदेखि यो जरुरत किन पऱ्यो भनेदेखि हाम्रो चाहिँ बिपी हाइवे अहिले सबै डाइभर्सनबाट चलेको छ हैन। बाटो त्यस अनुसार हामीले चलाएका छौँ। यो पनि हाम्रो ठुलो उपलब्धि पनि हो। नभए अहिलेको स्थितिमा वैकल्पिक राजमार्गको रूपमा बिपी हाइवेले काम गरिरहेको स्थिति छ। अरू ठाउँमा बन्द हुँदाको अवस्थामा एकदम त्यो स्थिति काम गरिरहेको स्थिति भएको हुनाले यसलाई हामीले चालु राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। हामीले केही महिना हामीले बाटो बन्द पनि गऱ्यौँ। रातिको समयमा चाहिँ सुक्खा पहिरोहरू खस्ने, लेदोहरू खस्ने, यी कारणले गर्दा चाहिँ भोलि क्षति नहोस् र चाहिँ कस्तो थियो भने डाइभर्सनमा खोला सँगसँगै डाइभर्सन भएको कारणले गर्दा पनि खोलाले पनि बाढी आउँदा क्षति नगरोस् भनेर पनि हामीले त्यो कामहरू गरेका थियौँ। अब अहिले चाडपर्व पनि आयो र अहिले चाडपर्व आगोमा भएर मात्रै खोलेको पनि होइन। हामीले बाटो पनि अलि यस्तो उन्नति भएको छ। केही मात्रामा उठाएर खोला किनारको बाटोलाई केही मात्रामा सडक डिभिजनले बाटोलाई अलि उच्चा बनाएर सवारी साधनलाई हिँड्न मिल्ने गरी अलि सुरक्षित पनि बनाएको छ। त्यही भएर पनि हामीले खोलेका हौँ र पब्लिकलाई बेलामा हामीले सुविधा दिनुपर्छ भन्ने हिसाबले पनि हामीले चाहिँ अब चाहिँ ठिक छ भन्ने भएको कारणले गर्दा हामी त्यो आश्वस्त भएर पनि हामी अगाडि बढेको हो र खोलिएको छ अहिले। र यसको लागि चाहिँ हामीले सुरक्षा बैठकमा चाहिँ सडकको प्राविधिकहरूलाई बोलाएर छलफल गरेका छौँ र सम्बन्धित सम्पूर्ण पक्षहरू छलफल गरेर अहिले हामी यो सडक यातायातमा चाहिँ अहिले आवागमन गर्न दसैँ तिहारको बेलामा ठिक हुन्छ भन्ने हिसाबले हामी त्यो निष्कर्षमा पुरै समयलाई हामी खोलेर हामी अगाडि बढेका छौँ। त्यो राजमार्ग हुँदै यात्रा गर्नेले विशेष ध्यान दिनुपर्ने, ख्याल गर्नुपर्ने केही पक्ष छ? पक्कै पनि। जस्तो विभिन्न ठाउँमा हामीले जहाँ सुक्खा पहिरो खस्न सक्छ अहिलेको समयमा लेदोसहितको भयो भने हामी तत्काल हामीले अघि पनि मैले अनुरोध गरेँ कस्तो भनेदेखि पानी बर्सात भयो र सुक्खा पहिरो खस्ने आँट्यो, लेदो खस्न आँट्यो भने हामी सुरुमै हामी यताबाट काभ्रे भन्ज्याङ भन्ने ठाउँ छ, भकुण्डे भन्ने ठाउँ छ, उतापट्टि चाहिँ तपाईँको मङ्गलटार छ, नेपाल थोक छ, ती गाडीहरू सवारी हामी रोक्छौँ। त्यही भएर यहाँ सुरक्षित तरिकाले त्यस्तो अवस्था भयो भने हामी पहिल्यै रोक्छौँ। यहाँहरू शान्तपूर्वक बसेर वेट गरिदिनु होला। हामी त्यो बाटो खुल्ने बित्तिकै स्काइवेटर डोजर लगाएर खुल्ने बित्तिकै हामी अगाडि बढ्छौँ। तर पनि मैले खालि यो अनुरोध पनि के छ भने त्यस्तो स्थिति पनि छैन, अहिले नै रोकिहाल्ने स्थिति पनि छैन। खालि मैले त्यो एक्सट्रिम पोजिसनको लागि मात्रै भनेको। र हामीले के पनि गरेका छौँ भनेदेखि त्यस्तो स्थिति आयो भने यदि छिरिसकेको गाडी छ भने के गर्ने भनेर सर्टेन ठाउँहरू पनि हामीले ट्राफिकले त्यहाँ प्रहरी राखेर हामीले सडकसँग राखेर कुराहरू गरेका छौँ। त्यो गाडी छिरिसकेको सुरक्षित तरिकाले कहाँ राख्ने त? त्यो गाडी गइसके भित्र पसिसकेपछि त रोसीको खोलामा त्यहाँ हाइवेमा पसिसकेपछि त्यो ठाउँलाई चाहिँ कुन ठाउँमा राख्ने त्यो पनि हामीले वर्कआउटहरू छ। एउटा कार्ययोजना बनाएर हामी अगाडि बढेका छौँ। सबैजना बसेर कार्ययोजना बनाएर अगाडि बढेका छौँ। त्यसले गर्दा चाहिँ पक्कै पनि यात्रा सुरक्षित हुन्छ र चाहिँ यहाँहरू एउटा चाहिँ सतर्कतापूर्वक खालि एउटा चाहिँ उगोचे गरिदिनुपर्छ है भन्ने मात्रै हो हाम्रो संयमता। एउटा चाहिँ सजगता चाहिँ जरुरी छ है भन्न खोजेको मात्रै हो। त्यो स्थिति पनि छैन। अनि आरामसँग हाम्रो सवारी साधन आवागमन भइरहेको स्थिति छ र चाहिँ रातको समयमा देखिँदैन त्यो बेलामा सुक्खा पहिरो खस्छ कि ढुङ्गाहरू खस्छ कि भनेर एक दुई ठाउँमा हामीले ट्रेस गरेका छौँ। त्यो ठाउँमा सुरक्षाकर्मी हाम्रो प्राविधिकहरू छन्। हामी तत्काल हामी त्यस्तो हो भने गाडी रोक्छौँ, यहाँहरू आरामसँग बसिदिनु होला। र नभएको अवस्थामा चाहिँ अहिले गाडी सुचारू सामान्य रूपमा गाडीहरू आवागमन भइरहेको स्थिति छ। त्यही अनुरोध हो खासमा मेरो। अहिले चाहिँ सब बिपी हाइवेको स्थिति अहिले ठिक छ, चलिरहेको छ। अहिले तत्काल त्यस्तो अप्ठ्यारो स्थितिहरू छैन।